आगामी गाई जात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल अर्थात् जोगिन्दरले गाई जात्रे कोसेली बालेन सरकार सार्वजनिक गरिसकेका छन्। उनी विगत 2061 सालदेखि नै हरेक वर्ष गाई जात्रा लिएर आउने कलाकारमा पर्छन्। उनले कलाकारिता सुरु गरेदेखि नै कलाकारहरूको महान पर्व मानिन्छ, जो हास्य कलाकारहरूका लागि यो ठुलो पर्व मानिन्छ गाई जात्रा। यसलाई लक्षित गर्दै आफ्नो कोसेली सार्वजनिक गर्ने गरेका छन् र सामाजिक व्यतिथि, सरकारी व्यतिथि अथवा विभिन्न व्यतिथि विरुद्ध तीखो व्यङ्ग्य प्रहार गर्दै आएका छन्। यसपटक पनि उनले नवगठित सांसदहरूको क्रिया प्रतिक्रिया, चर्ती कला, यसै गरी सरकारको क्रियाकलाप र व्यतिथिमाथि तीखो व्यङ्ग्य प्रहार गरेका छन्। उनले बाबैले सोध्लान् भन्ने गीतको प्यारोडी भर्जन तयार गरेका छन्, जहाँ बालेन सरकारका विभिन्न मन्त्रीहरू, यसै गरी विभिन्न दलका अध्यक्षहरू सबैलाई तीखो व्यङ्ग्य प्रहार गरेका छन्। सामाजिक रूपमा जनताले भन्न चाहिरहेको कुरालाई गाई जात्रामा कलाकारहरूले भन्ने गर्छन्। हास्य कलाकारहरूले गाई जात्रामा भइरहेको गतिविधि अथवा असान्दर्भिक गतिविधिहरूलाई व्यङ्ग्य मार्फत सच्याउन आग्रह गर्न भएकाले पनि यस्तो व्यङ्ग्य प्रहार गर्ने गरेका हुन्छन्। र गाई जात्राको रौनक पछिल्लो समय अलिक घटेको चाहिँ छ। किन भन्दा जुन बेला विभिन्न मञ्चनहरू हुन्थ्यो, विभिन्न कलाकारहरू विभिन्न समूहमा बाँडिएर राजधानीमा ठुलै मञ्चन हुने गर्थ्यो। काठमाडौँमा तपाईँले गाई जात्राको समयमा हास्य कलाकारहरूको मञ्चन हेर्न सक्नुहुन्थ्यो। पछिल्लो समय यो क्रम भने अलि घटेको छ। तर जोगिन्दरले भने वर्षेनी गाई जात्रे कोसेली लिएर आउने गरेका छन्। गत वर्ष राष्ट्रिय नाचघरमा कार्यक्रम भएको थियो, जहाँ उनी सहभागी भएका थिए। यो वर्ष पनि गाई जात्रा आउँदै गर्दा कहीँ कतै यस्तो कार्यक्रमहरू हुन्छ नै होला। त्यो कार्यक्रमको विषयमा पनि हामी पछि चर्चा गर्नेछौँ। तर यो गाई जात्रे कोसेलीको कुराकानी गर्दा यसको निर्माण, परिकल्पना, लेखन, निर्देशन सम्पूर्ण शिवशंकर रिजालले नै गरेका हुन् र यो ओएसआर डिजिटलसँगको सहकार्यमा तयार गरिएको छ र ओएसआर डिजिटलमै तपाईँले यसलाई हेर्न सक्नुहुन्छ।